हेलो साथीहरू सबैजना हेर्नुहोस् है गुड नाइट। नानीले चाहिँ पाइप मिलाउँदैछ, पानीको पाइप मिलाउँदैछ। खतरा छ, उसले एकदम पानीको बन्दोबस्त गरिहाल्छ। यी पाइपहरू आफै मिलाइहाल्छ। तपाईँहरू हेर्नुहोस् है, नानीले चाहिँ आफै गाइड गर्छ घरमा। म त आफ्नो है ड्युटीमा बिजी हुन्छ। घरको कुरा चाहिँ मेरो नानीले सबै हेर्छ। उसले पाइपदेखि लिएर पानी कहाँदेखि जोड्नुपर्छ त्यो सबै हेर्छ, हेर्दैछ। अब उसले ऊपर ट्याङ्कीमा चाहिँ पानी लाउँदैछ। यी साथीहरू, अन्त नि साथीहरूलाई म एउटा कुरा देखाउँछु नि ल। आज मेरो एकदम खुसीको कुरा छ, तपाईँहरूले हेर्नुहोस् ल। अलि राम्रो गर्नु त, अलिक उदो गर्नु। गुड गुड भयो। अब सुत्नु जान्छ अरे, अब सुत्नु जान्छ अरे। हात दुख्नु थाल्यो। पाइप मिलाउनु, मजाले मिलाउनु, बिस्तारै मिलाउनु। अब सुत्नु रेडी हुँदैछ उसको। साथीहरू हेर्नुहोस् ल, मैले के चाहिँ तपाईँलाई देखाउनु आँटेको छ। हेर्नुहोस् ल, यो के कुरा चाहिँ देखाउनु आँटेको छ हेर्नुहोस् है। अब नानीले निकाल्दैछ। एउटा मेरो लागि, तिम्रो लागि एउटा चाहिँ मेरो लागि। यो चाहिँ अब कसले योपालि गिफ्ट दिएको अहिले म भन्दैछु तपाईँहरूलाई। कस्तो लाग्यो हो साथीहरू, हेर्नुहोस् त। यो चाहिँ मलाई योपालि तिहारको गिफ्ट आएको छ। हेर्नुहोस् है, अस्ति चाहिँ बेस आएको थियो, योपालि चाहिँ यो आएको छ। ल्याम्प कस्तो लाग्यो तिमीलाई? मन पर्यो। नानीलाई पनि दामी लाग्यो अरे। मलाई यो चाहिँ कसले दिएको भन्दा चाहिँ म चाहिँ ड्युटी जान्छ त्यहाँ हामीलाई चाहिँ घरको मालिकले किनिदिएको योपालिको तिहारको गिफ्ट। हेर्नुहोस् है तपाईँहरूले, यो चाहिँ हामीलाई किनिदिएको मालिकले। दामी छ है। मालिकले पनि धेरै धेरै धन्यवाद। दिदीलाई थ्याङ्क यू सो मच। तपाईँहरूलाई योपालि तिहारको गिफ्ट आइहालेको छ। पनि दुईवटा रहेछ, एउटा चाहिँ नानीलाई रहेछ, एउटा चाहिँ कमेन्ट गर्नुहोस् है कुन चाहिँ दामी लाग्यो साथीहरूले। मलाई त दुईटा मन पर्यो, दुईटै राख्छु ल। दुईवटा मन पऱ्यो अरे, दुईटै राख्छ अरे उसले। ल सबैजनालाई है आजको है तपाईँलाई गुड नाइट भन्छु है। किनभने म खुसी छु। योपालि दसैँमा पनि दिदीहरूले गिफ्ट ल्याइदिएको थियो है, तपाईँलाई देखाएँ। अहिले चाहिँ जुत्ताले दिएको छ र थ्याङ्क यू सो मच त सबैलाई। बाई, गुड नाइट, हेभ स्विट ड्रिम। ल सबैजनालाई बाई।